नमस्कार सबैलाई, म ज्योतिष पण्डित गङ्गाधर उपाध्याय सधैँ आज पनि नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोमा यदि तपाईले सपनामा विशेष गरी हात हतियारहरू देख्नुहुन्छ, जस्तै कि चक्खु, तलवार, छुरी उनीहरूले काटेको सपनाहरू देख्नुहुन्छ भने त्यस्तो सपनाहरूको अर्थ के हुन्छ अथवा सपना फल के हुन्छ, आज हामी त्यसको बारेमा यस भिडियोमा चर्चा गर्नेछौँ। यदि तपाईले सपनामा यस्ता हात हतियारहरू देख्नुहुन्छ भने त्यस्ता सपनाहरूको शुभ फल के हुन्छ, पहिला शुभ फलको बारेमा चर्चा गरौँ। तपाईले सपनामा खुकुरी देख्नुभयो। ज्योतिषीय मत अनुसार सपनामा खुकुरी देख्नुलाई सङ्कटबाट मुक्ति अथवा तपाईँ कुनै सङ्कटमा फस्नु भएको छ भने तपाईँ त्योबाट मुक्तिको मार्गमा हुनुहुन्छ अथवा तपाईलाई कुनै समस्याबाट छुटकारा मिल्नेछ भन्ने सङ्केत हुन्छ। अर्को चाहिँ तपाईले कुनै हात हतियारलाई सुरक्षित रूपमा प्रयोग गरिराख्नु भएको छ, जस्तै कि चक्कुलाई तरकारी काट्न लगायतका यस्तो सपनाहरू देख्नुहुन्छ भने यसको अर्थ सामान्य रूपमा मात्र देख्नुभयो भने यसले तपाईको शारीरिक वा मानसिक बल, साहस र आत्मविश्वास बढेको सङ्केत गर्दछ। यसले तपाईको साहस बढेको, आत्मविश्वास र मानसिक बल पनि बढेको सङ्केत गर्दछ। यदि तपाईले सपनामा तलवार र खुकुरी समातेको देख्नुहुन्छ, यसले आफ्नो अधिकार, आफ्नो शक्ति प्राप्त गर्न र कठिन परिस्थितिको सामना गर्न तयार हुनुहुन्छ भन्ने सङ्केत गर्नुहुन्छ। तपाईँ यदि अधिकारविहीन हुन्छ, तपाईले कुनै आफ्नो अधिकार पाउनु भएको छैन भने त्यो अधिकार तपाईलाई छिटै मिल्नेछ अथवा तपाईँ जेको हकदार हुनुहुन्छ त्यो हक तपाईलाई अवश्य नै मिल्नेछ भन्ने सङ्केत जनाउँछ। अब हेरौँ अशुभ फलहरू, यसका नकारात्मक सङ्केतहरू के छन् त। जस्तै तपाईले कुनै धारिलो हात हतियारले चोट पुर्याएको अथवा कसैलाई काटिएको देख्नुभयो भने यस्तो सपनाले तपाईलाई मानसिक तनाव, दुःख, विवाद र कसैबाट धोका हुने सम्भावनाको सङ्केत गर्न सक्छ। हतियारले आक्रमण गर्नु अथवा काटमाड गरेको देख्नु, कोही दुवैजना लडेर दुवैले हात हतियार प्रयोग गरेको अथवा काटमाड गरेको देख्नुहुन्छ भने यसले तपाईको जीवनमा डर, चुनौती वा आक्रोश बढेको देखाउँछ। यो भित्री मनको द्वन्द्व पनि हुनसक्छ। तपाईले सपनामा छुरी देख्नुहुन्छ अथवा चक्खु देख्नुहुन्छ, यसले छुटिने वा सम्बन्धमा दरार आउने सङ्केत गर्दछ। तपाईँ जुन सम्बन्धमा हुनुहुन्छ, जस्तोसुकै सम्बन्ध होस्, त्यो सम्बन्धमा दरार आउन सक्ने अथवा छुटिने कुनै विवाद उत्पन्न हुने सङ्केत गर्दछ। निष्कर्षमा हेर्ने हो भने धारिलो हात हतियारहरूले सामान्यतया शक्ति, सुरक्षा र जोखिम दुवैलाई प्रतिनिधित्व गर्दछन्। यदि सपना शान्त र सकारात्मक थियो भने यो बाधा हटाउने वा विजय प्राप्त गर्ने सङ्केत हो। यदि सपना डरलाग्दो वा हिंसात्मक थियो भने यसले तपाईले आफ्नो आक्रोश नियन्त्रण गर्नुपर्ने वा कुनै आउँदै गरेको समस्याप्रति सचेत हुनुपर्ने कुराको सङ्केत गर्दछ। यस्ता सपनाहरूलाई केवल सङ्केतको रूपमा मात्र लिनुपर्छ, यसबाट डराउनु पर्दैन, बरु आफ्नो जीवनका चुनौतीहरूलाई साहसका साथ सामना गर्ने प्रेरणा लिन सक्नुहुन्छ। तपाईले सपनामा देखिएको खुकुरी, तरवार वा चक्कुको कुनै कुराले तपाईलाई सबभन्दा प्रभावित गर्यो, यो हाम्रो कमेन्टमा लेख्नुहोला। हस्त धन्यवाद। आजको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला।